हुन्छ ओइ आउँछस् आइज उठ्छ अब ओहो भान्जी ल ल ल ल आज त टाउको होला न त फेरि मामा घरमा पाल्टेको है यसले पनि है मामा घरमा पाल्टेको है यता पनि भोक पनि लाग्यो क्या हो भोक लाग्यो क्या हो हाच्छुमा लाग्यो हाच्छुमा लाग्यो मेमे मेसिन चलाउनु लाग्छ उता किम्बु खान जाने लाग्छ आइज म तल किम्बु खान हिँड्छ छिटो यता हेर ओइ यहाँ हेर न हेलो भन् किम्बु खान जान ला लु हिँड छिटो हिँड किम्बु लड्छ बाबा अनि यो यसको अनि केही हुँदैन त्यस्तो दिनुहोस् खाँदा हो क्र्याप हो आमा मिठो हुँदो रहेछ कस्तो खाएको यसले यता हेर मिठो भन त खानुहोस् किन बाख्रालाई ओहो मुख चाप्प गरेर टेस्ट गरेको खोइ यता हेर त तेरो मुख हेर यहाँ कालै भएछ त ए तेरिको गाउँहरू खानेकुरोलाई यस्तो अनि किम्बु पाक्नु नि कम पाकेको छ यहाँ माथि छ यो त्यहाँ टिप्लिन्छ यहाँ आइज ल आज बाबा आइज ओइ यहाँ टिप्लिन्छु ल यहाँ न यहाँ जुन्सा भाइले लिएर आऊ न आयो न यस्तरी खानुपर्छ होस् खाऊ तिरिप खाऊ चाहियो पहला यो बच्चा कुन यो चाहियो ल तिरिप खाऊ मिठो दारी जुङ्गा पुरै पक त्यही बस है नो यो अमिलो खुवाइदिनु पर्यो होला अमिलो मुख कसो हुन्छ खा त मुख कसो टेस्ट कसो छ अमिलो ल टिप ल खै ल टिप त्यस्तो काँचो टिपेर हुन्छ त माथि जाने भएन
जुन सरका गयो सक्यो धेर नखा यसलाई पनि धेर नदे ओ भाइलिदियो 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 जुन चाहिँ भाइलिदियो अलिकति ऊ ना 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 दिनु रे दिनुहोस् भाइले है ल भाइले है खरी बाख्रा कस्तो खरी बाख्रा भन्ने ए ल हो तेरिकले ठिक ठिकै रहेछ खुसी हिँड्यो दुब्लो पनि धेरै दुब्लो त होइन है ठिकै छ ए यति हुन्छ मार हान्छ नि त मार हान्छ हान्दैन हान्छ ल भइगयो बनाउनु भ्याउँदैन त्यसो बनाउँदा अहिले चाहिँ पानी पर्न सुरु हुन लाग्यो कालो कालो हुँदै आएको छ धम्म धुम्म पर त्यो चाहिँ अलिअलि कालो भात देख्यो भने चाहिँ त्यो चाहिँ फुलपिङ भयो हाम्रो बलेफी गाउँ पहिला मामा घर त्यहाँतिर चाहिँ पानी सुरु भइसक्यो अब यता भनेको चाहिँ पुरै कालो बादल मडारिरहेछ पानी पर्ला चाहिँ भएको छ पर्छ होला सायद अब लगभग आधी घन्टा 1 घन्टा पछि पानी पर्न सक्छ कतिवटा दिन त 8-10 वटा ओ जुनिसा घाँस खानु आमा ए राधा घाँस घाँस काटे बरु खोइ के हो बेबी यो ओहो कति धेरै यो चाहिँ अमिलो हुन्छ क्या कस्तो हो बाबु कति बेर मुख कति अमिलो त्यो कति खाएको भयो क्या धेरै रातो चाहिँ एकदम अमिलो ध्यान नखाऊ क्या ऐसे खानुपर्छ माथि गएर भने अहिले होइन भोलि घाँस काटे ल्याइदिनुहोस् त कहाँ छ ल्याइदिनु भने आज तपाईँलाई काँक्रो कति चिजलाई पाला छ अब 8-10 दिनपछि काँक्रो चिजलाई पनि टन्नै रहेछ है ओहो काँक्रो कोही त ठुलै भएको रहेछ यार कहाँ यो त भएको छैन भएकै छैन क्या बुवाले प्याज पुरै ढला छ यहाँ यो चाहिँ प्याज चाहिँ यसरी ढलायो भने चाहिँ प्याज यसरी ढलायो भने चाहिँ ठुलो घन्टा लाग्छ रे भन्ने दिदी भन्ने फोन गर्यो हाम्रो कसले नानीले ठुलो नानीले
हिजो पानी परेपछि को आज यस्तो सफा खुलेको मौसम सरर सफा कति सफा भयो है मौसम कति सफा होला यार के गर्दैछ त्यो खै खेल्दैछ के भन्दैछ यो ठुलो मान्छे कहाँ लैजाऊ भन्छ दिदीलाई यहाँ पर उहाँ पर के अरे हुँदैन कहाँ जाने ओइ कहाँ जाने हुँदैन हुँदैन नहुँदैन हुँदैन भने कस्तो मुस्कान दिन्छ अहिले हाँसिदियो भन्छ हाँसिदियो हो लजायो रमायो है रमायो पेट अगाएपछि त ऊ पनि खेल्दो रहेछ त होइन है टोपी अलिकति अप्ठ्यारो ले त्यो घाम त गयो त है